नमस्ते सबैजनालाई। अनि आजको फेरि बिहानको बाइबल अध्ययनमा प्रभुलाई धन्यवाद दिन चाहन्छु। अनि एफिसी 2:5 यसरी लेखिएको छ, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँग जीवित पार्नुभयो। अनुग्रहबाट तिमीहरूले उद्धार पाएका छौ। उहाँसँग हामीलाई उठाउनुभयो र स्वर्गीय स्थानमा ख्रीष्ट येशूसँग बसाल्नुभयो। यो चाहिँ ख्रीष्ट यसोमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। किनकि हामी असल कामका निम्ति ख्रीष्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिप हौँ। हामी ती बमोजिम हिँड्यौँ भन्ने हेतुले परमेश्वरले पहिल्यैबाट नै ती तयार गर्नुभएको हो। आमेन।